सम्पूर्णमा नमस्कार। लामो समयको अन्तरालपछि हामी तपाईँहरूमा फेरि पनि समसामयिक खण्ड लिएर उपस्थित भइसकेका छौँ। अब नजिकै गरेको यही जेठ 3 गते सायद कोशी प्रदेश प्रशासन चौथो तहको प्रथम चरणको परीक्षा हुन गइरहेको छ, जसमा समसामयिक खण्डले पनि निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने यहाँहरू सबैलाई अवगत नै छ। तसर्थ हामी लामो समयको अन्तरालपछि इम्पोर्टेन्ट समसामयिक खण्डहरूलाई चाहिँ एक ठाउँमा ल्याएर तपाईँहरूको पढाइमा चाहिँ थप सहज होस् भन्ने उद्देश्यका साथ यो तयार गरिरहेका छौँ। आर्थिक वर्ष 81-82 भित्र भएका घटनाक्रम, 82 त भर्खरै मात्रै लाग्दैछ, 81 भित्र बढी भएका घटनाक्रमहरूलाई त्यो पनि विशेष समसामयिक खण्डहरूलाई विशेष प्राथमिकता दिएर प्रश्न बनाइरहेका छौँ। यसमा केही कमी कमजोरी अथवा यसमा चाहिँ प्रस्तुत गर्ने तरिकाहरूमा केही परिवर्तन ल्याउनु पर्ने छ भने तपाईँहरूको सल्लाह सुझाव कमेन्ट मार्फत दिनुहोला। र मैले यहाँ प्रश्न प्रस्तुत गरिरहँदाखेरि एन्सर प्रस्तुत केही समयपछि गर्नेछु र तपाईँहरूले चाहिँ सो अनुसारले कमेन्टमा एन्सर लेखिदिँदै गर्दा तपाईँहरूको तयारी पनि अब्बल हुनेछ र त्यो अनुसारले तयारीमा इफेक्टिभ हुनेछ भन्ने सन्देशसहित आजको समसामयिक खण्ड सेसन ढिलो नगरी हामी पहिलो प्रश्नतर्फ अगाडि बढेका छौँ। आजको पहिलो प्रश्न रहेको छ, सरकारले रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो? यो एकदम इम्पोर्टेन्ट पनि हुनसक्छ। तपाईँहरूले आफ्नो एन्सर कमेन्ट बक्समा लेख्दै गर्नुहोला। म फेरि पुनः एकपटक वाचन गर्न गएँ, म हरेक प्रश्नलाई 2 पटक वाचन गर्छु र उत्तरलाई प्रस्तुत गर्नेछु। सरकारले रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 माघ 10 गते घोषणा गरेको थियो। हामी ढिलो नगरी प्रश्न नम्बर 2 तर्फ जाउँ। नेपालले 8,000 मिटर अग्ला 8 हिमालसहित कतिवटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ? यो पनि एकदम परीक्षाको दृष्टिले एकदम इम्पोर्टेन्ट रहन सक्छ। नेपालले 8,000 मिटर अग्ला 8 हिमालसहित कतिवटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ? यसको सही जवाब रहेको छ 461वटा। अर्को प्रश्नतर्फ जाउँ। म अलि फटाफट प्रश्न अगाडि बढाइरहेको छु किनभने यसमा लामो भिडियो गर्दाखेरि तपाईँहरूलाई पनि पढ्नलाई असहज हुन्छ र भिडियो पढ्दाखेरि पनि त्यो तरिकाले असहज हुन्छ। तपाईँहरूले चाहिँ आफूलाई कसरी हुन्छ त्यो अनुसारले पज गरेर अथवा स्पिडहरूलाई स्लो फास्ट बनाएर चाहिँ सक्नुहुन्छ। तपाईँहरूले प्रश्नलाई हेर्नु होला, मेन कुरो इफेक्टिभ चाहिँ त्यहाँबाट हुन्छ। अर्को प्रश्नतर्फ जाउँ। इजरायलले संयुक्त राष्ट्र सङ्घ मानव अधिकार परिषद UNHRCबाट अलग हुने घोषणा कहिले गरेको हो? यसको सही जवाब रहेको छ सन् 2025 फेब्रुअरी 6। इजरायलले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद UNHRCबाट अलग हुने घोषणा कहिले गरेको हो भन्ने प्रश्नमा यसको सही जवाब थियो सन् 2025 फेब्रुअरी 6। अर्को प्रश्नतर्फ विक्रम सम्वत 2081 माघमा सम्पन्न 25औं संस्करणको बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो? यसको सही जवाब रहेको छ एनआरटी क्लबले, जुन 2081को माघमा सम्पन्न भएको थियो 25औं संस्करणको। यसको विजेता चाहिँ एनआरटी क्लब रहेको छ। अर्को प्रश्नतर्फ आइसिसी अन्डर-19 अथवा अन्डर-19 महिला T20 विश्वकपको उपाधि कसले जित्यो? तपाईँहरूले यो भनिराख्दाखेरि एन्सर चाहिँ कमेन्ट मार्फत तपाईँहरूले आफ्नो तयारीलाई चाहिँ कमेन्ट मार्फत दर्शाउनु होला। म यसको सही जवाबतर्फ गएँ, जसको सही जवाब रहेको छ भारत। आइसिसी अन्डर-19 महिला T20 विश्वकपको उपाधि भारतले जितेको थियो। अर्को प्रश्नतर्फ आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ? यसको जवाब तपाईँहरूलाई पक्कै पनि थाहा होला। आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ? प्राथमिक स्वास्थ्य उपचार। आल्माटा सम्मेलन प्राथमिक स्वास्थ्य उपचारसँग सम्बन्धित रहेको छ। अर्को प्रश्नतर्फ जाउँ। भलिबलको आविष्कार गर्ने व्यक्ति को? यो एकदमै इम्पोर्टेन्ट हुनसक्छ। हामीले सधैँ सुन्ने र
त्यो कुराहरूलाई देखिरहेको हुन्छौँ, तर त्यो कुराहरूको हामीलाई कतिपय कुराहरू थाहा हुँदैन। जस अनुसार भलिबल धेरै पटक सुनियो, नेपालको राष्ट्रिय खेल पनि। र यसको आविष्कार गर्ने व्यक्ति को हुन् भन्न हामीलाई केही अप्ठ्यारो हुनसक्छ, कति साथीहरूलाई थाहा पनि हुनसक्छ। थाहा भएको साथीहरूले चाहिँ कमेन्ट मार्फत जानकारी गराउनु होला भने, थाहा नभएका साथीहरूले चाहिँ अब यहाँबाट चाहिँ हेर्नु होला, जो पछि कुनै इक्जाममा आइसक्दा नबिगार्नु होला। यसको सही जवाबतर्फ जाउँ। विलियम जर्ज मोर्गन सन् 1895मा यिनले चाहिँ भलिबलको आविष्कार गरेका थिए। यो नभुल्नु होला, विलियम जर्ज मोर्गन भन्नेले चाहिँ भलिबलको आविष्कार गरेका थिए 1895 सन्। कोशी एक्सिलेन्स अवार्ड 2081 कसलाई प्रदान गरियो? हामी कोशी प्रदेशको चौथो तहको समसामयिक खण्डमा छौँ, अथवा कोशी प्रदेशको चौथो तहको इक्जामको सन्दर्भमा छौँ, जसका लागि यो प्रश्न एकदमै इम्पोर्टेन्ट हुनसक्छ। त्यो तपाईँहरूले पनि आकलन गर्न सक्नुहुन्छ। कोशी एक्सिलेन्स अवार्ड 2081 कसलाई प्रदान गरियो? यसको सही जवाब रहेको छ साहित्यकार झमक घिमिरे। निकै महत्त्वपूर्ण छ। विश्व आर्टिफिसियल इन्टेलिजेन्स एआई शिखर सम्मेलन हालै कहाँ सम्पन्न भयो? अहिले एआईको यो जेनेरेसनमा एआईसँग सम्बन्धित प्रश्नहरू पनि एकदम इम्पोर्टेन्ट रहेको छ। यसको सही जवाब रहेको छ फ्रान्सको राजधानी पेरिस सन् 2025 फेब्रुअरी 10 देखि 11सम्म सम्पन्न भएको थियो। अर्को प्रश्नतर्फ जाउँ। चर्चित एआई डिपसिकका सर्जक को हुन्? यो पछिल्लो समय च्याट जिपिटी पछि डिपसिक नयाँ एआई जेनेरेट भएको छ, अथवा नयाँ एआईको उत्पादन भएको छ, अथवा यसलाई चाहिँ निकालिएको छ बजारमा, जसका सर्जक को हुन् भनेर सोधिएको छ। यो पनि एकदम इम्पोर्टेन्ट हुनसक्छ। लियाङ वेनफेङ भन्नेले चाहिँ डिपसिक निर्माण गरेका थिए। अर्को प्रश्नतर्फ जाउँ। संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरियो? यो पनि एकदमै इम्पोर्टेन्ट हुनसक्छ। संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई अन्तर्राष्ट्रिय हिम नदी संरक्षण वर्षका रूपमा घोषणा गरियो भनिएको छ। यो चाहिँ सही जवाब तपाईँहरूले कमेन्ट मार्फत लेख्दै गर्नुहोला। कति साथीहरूलाई थाहा पनि छ भने, कति साथीहरूलाई थाहा नहुन सक्छ, जसले चाहिँ यता हेरेर अब मैले प्रस्तुत गरेको यो प्रश्न उत्तरमा नै नझुकिनु होला। सन् 2025लाई चाहिँ संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको छ। अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ भन्ने प्रश्न रहेको छ। यसको सही उत्तर जनवरी 26मा मनाउने गरिन्छ। र यसको नारा पनि महत्त्वपूर्ण हुन्छ। यो सोधिहालेन भने नारा सोध्न सक्छ। 2025को अन्तर्राष्ट्रिय भन्सार को नारा भनेर भन्न सक्छ। मैले त्यो पनि राखिदिएको छु, जसको चाहिँ अहिलेको चाहिँ 73औँ नारा रहेको छ। 2025 73औँ भएको छ, जसको नारा चाहिँ यहाँ मैले प्रस्तुत गरिदिएको छु। तपाईँहरूले चाहिँ यसलाई पज गरेर हेर्नु होला। मैले यो भाषण गर्दाखेरि ढिलो पनि हुन्छ। हामी प्रश्न बुझौँ। सन्ताउन्नौ संस्करणको ओस्कार अवार्ड 2025मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो भनेर भनिरहेको छ। जसमा चाहिँ हामीले ओस्कार अवार्ड भयो, जसमा चाहिँ नोबेल प्राइज यस्तो कुराहरूलाई इम्प्रुभ हुन्छ, जसमध्ये चाहिँ ओस्कार अवार्डमा अहिलेसम्मका इक्जामहरूमा यो सोधिरहेको छैन। यो 81मा यो सोध्न सक्ने सम्भावना निकै रहेको छ। त्यसैले यो हेर्नु होला। अनोरा भन्ने मुभीले चाहिँ ओस्कार अवार्ड जितेको छ। केबी ओली कप फुटबल प्रतियोगिता 2081को उपाधि कसले जित्यो? खेलकुद सम्बन्धी यो पनि गर्न सक्छ। मच्छिन्द्र फुटबल क्लबले केबी ओली कप जितेको छ, जुन हालै मात्रै सम्पूर्ण भएको छ। नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षक को नियुक्त भएका छन् भन्ने प्रश्न रहेको छ। यो पनि निकै इम्पोर्टेन्ट हुनसक्छ। यो राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षक कोचको हेड कोचको रूपमा को नियुक्त भएका छन् भन्ने प्रश्न रहेको छ, जुन हालै मात्रै नियुक्त भएका छन्। म्याट रोस अस्ट्रेलियाका हुनुहुन्छ। विक्रम सम्वत 2081 फागुन 18 गते उनी नियुक्त भएका छन्। बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ? यो चाहिँ बाल अदालत भनेको चाहिँ यो पछिल्लो समयमा अस्ति भर्खरै मात्रै यो अदालतको सुरुवात गरिएको छ।
जसको सही उत्तर चाहिँ विक्रम सम्वत 2082 वैशाख 2 गते यसको स्थापना गरिएको छ अथवा सञ्चालनमा ल्याइएको छ बाल अदालत भन्ने हुन सक्छ परीक्षाको दृष्टिकोणले। ट्रान्सपेरेन्सी सन् 2025 फेब्रुअरी 11मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाङ्क करप्सन पर्फर्मेन्स पर्सेप्सन सरी इन्डेक्स सिपिआई अनुसार नेपाल कति स्थानमा रहेको छ भनिएको छ। योभन्दा अगाडि 24को त हजुरहरूलाई पक्कै पनि थाहा छ। अब यो 25मा चाहिँ यसको स्थान 107 7औँ स्थानमा रहेको छ नेपाल चाहिँ। यो पनि एकदम इम्पोर्टेन्ट छ, धेरैजना चुकिनु पनि हुन्छ तर नचुकिनु होला। 2024मा 108औँ स्थानमा थियो भने 2025मा 107औँ स्थानमा रहेको छ। नेपाल प्रहरीको 31औँ महानिरीक्षक आइजिपीमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ भनिएको छ। यो पनि एकदम इम्पोर्टेन्ट हुन्छ। सुरक्षाकर्मका साथीहरूले तयारीरत साथीहरूले चाहिँ त झन् इम्पोर्टेन्ट भयो। यता पनि प्रशासनमा नसोध्ला भन्ने चाहिँ छैन, सोध्न सक्ने सम्भावनाको क्वेसन हो। यसको सही उत्तर दीपक थापा नियुक्त हुनुभएको छ। नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ भनिएको छ। यो पुतलीको चराको विभिन्न प्रकारको कुराहरू एकदम इम्पोर्टेन्ट छ, पछिल्ला समयमा सोध्दै आइरहेको विषय पनि हो। यसको सही जवाब रहेको छ 898 विक्रम 2081 फागुन। भारतको प्रयागराजमा सञ्चालित सन् 2025 महाकुम्भ मेलामा कति श्रद्धालु अ, महानुभावहरूद्वारा स्नान गरिएको आकलन छ भनिएको छ। यो महाकुम्भ कुन कुन नदीमा भएको अथवा चाहिँ यहाँ कतिजना सम्मिलित भएको अथवा सञ्चालन कहिलेदेखि कहिलेसम्म भएको एकदम इम्पोर्टेन्ट हुनसक्छ। यो त्यो पनि हेर्नु होला। म अर्को पार्टमा चाहिँ मैले यो कुन कुन नदीमा कहिलेदेखि कहिलेसम्म म त्यो पनि राख्नेछु। अहिले चाहिँ यो राखेको छु 66 करोडले स्नान गरेको आकलन गरिएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको मुख्य प्रशिक्षक राष्ट्रिय पुरुष टोलीमा कसलाई नियुक्त गर्यो भनेको छ। अघि भर्खर हामीले फुटबलको कुरा गऱ्यौँ, अब यहाँ क्रिकेटको रहेको छ। जुन अहिले पछिल्लो समय नेपालले हासिल गरेको सफलताका अनुसारले यो निकै चर्चाको विषयमा रहेको छ। जुन एनपिएलको प्रश्नहरू छुटाएको अवस्था छ। एनपिएल त्यो अन्य प्रश्नहरूलाई चाहिँ म अर्को पार्टमा समेट्नेछु। अहिलेलाई चाहिँ यसको मुख्य प्रशिक्षकमा नियुक्त भएका स्टुअर्ट ल अस्ट्रेलियाकै रहेछन् यिनी पनि। विक्रम सम्वत 2081 चैत 15 गते नियुक्त भएका थिए। योभन्दा अगाडि मोन्टी देसाईलाई चाहिँ 2 वर्षको उमा चाहिँ नियुक्त गरिएको थियो। उनको चाहिँ कार्यकाल सकिए पश्चात स्टुअर्ट ल भन्ने चाहिँ अस्ट्रेलियाका नागरिक हेड कोचमा नियुक्त भएका छन्। कोशी प्रदेश पर्यटन वर्ष 2082 कहिले घोषणा गरिएको हो? फेरि पनि अर्को एउटा इम्पोर्टेन्ट प्रश्न रहेको छ। यसको सही जवाब विक्रम सम्वत 2081 चैत 27 गते घोषणा गरिएको हो है। अर्को प्रश्न रहेको छ। राम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल सरकारको आब 2082-83को नीति तथा कार्यक्रम सङ्घीय संसदमा कहिले प्रस्तुत गरिएको हो भनेको छ। त्यो पनि एकदम इम्पोर्टेन्ट प्रश्न नीति तथा कार्यक्रम। यसको सही जवाब विक्रम सम्वत 2082 वैशाख 19 गते रहेको छ। भने भोइस अफ नेपाल सिजन 6को उपाधि जित्ने प्रतिभा को हुन् भनिएको छ। यो एकदम इम्पोर्टेन्ट छ। योभन्दा अगाडि भोइस अफ सिजन 5 भएको थियो भने तपाईँहरूलाई मैले एउटा प्रश्न गरेँ, भोइस अफ सिजन 5को पनि तपाईँहरूले उत्तर कमेन्ट मार्फत भन्दै गर्नुहोला भने भोइस अफ 6को उपाधि भर्खरै मात्रै सम्पन्न भएको छ, जसका विजेता भाडिङका प्रोसेस पाण्डे हुन्। शारीरिक रूपमा पनि फरक क्षमताका थिए प्रोसेस पाण्डे विजेता रहेका छन्। भन्दै आजलाई सकिएको छ र प्रश्न श्रृङ्खला यति नै रहेको छ। अनि तपाईँहरूलाई यो कस्तो लाग्यो समसामयिक खण्ड, अझै कस्ता खालका प्रश्नहरू ल्याउनु पर्ने हो? हामी कोशी प्रदेशकै रिलेटेड आर्थिक सर्वेक्षण अथवा कोशीभित्रकै चालु आवधिक योजनाहरूको बारेमा पनि ल्याउने तर्खरमा रहेका छौँ भने समसामयिकै पनि हामी पार्ट 1 पार्ट 2 भनेर ल्याउनेछौँ। जसलाई चाहिँ कसरी ल्याउँदा उचित होला तपाईँहरूले सल्लाह सुझाव हामीलाई दिनुहोला। र यतिन्जेल तपाईँहरूले हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धन्यवाद र तपाईँहरूको तयारी अझै अब्बल होस्। अहिले अग्रिम शुभकामना। हस्त धन्यवाद। अर्कोमा